दर्शकबिन नमस्ते। निर्मला नेपाली युट्युब च्यानलमा भने कान्छी सिरियल भाग 261 आइसकेको छ। 261 एपिसोडमा भने अहिले निकै राम्रो एपिसोड रहेको छ। अनि कान्छीहरूलाई चाहिँ सागरले अहिले धेरै कुराहरू सम्झाइरहेका छन्। यस्तो गर्नु हुँदैन भनेर। अनि केही जाँदै भने उनकी साथी सलिनाले सागरलाई एसएमएस गरेकी हुन्छन्। अनि उनले धेरै अनुभव उनले अलिकति डराएर जस्तो हेरिरहेका हुन्छन्। अनि हेर्दै भने अहिले उनले एसएमएस गरेकी हुन्छन्। मैले तिमीलाई धेरै दिनमा एसएमएस गरेको छु, यो यसको रुपियाँ आउँछ या आउँदैन, तर कान्छीले थाहा पाउँछन् या थाहा पाउँदैन भनेर धेरै सोचिरहेकी छिन्। अब भने अनि उनले धेरै पढिरहेका छन्। तिमीले मलाई एक फेर कल गर सागर प्लिज भन्दै धेरै रिक्वेस्ट गरिसकेपछि अनि कान्छीले भन्छन् के भयो भन्छन्। उनले भन्छन् एनसिएलको एसएमएस आएको भन्छन्। तर फेरि किन यस्तो गरेर हिँडिरहनु भएको छ त ले स्याड भएर भन्छन्। उनले भन्छन् एक फेर हेरिसकेको म्यासेज फेरि रिपिट गरिरहेको थियो, त्यही भएर हो भन्छन्। अनि उनीहरू पँधेरामा पानी लिन जान्छन्। पँधेराबाट पानी लिन जाँदा उनीहरू केही राम्रा कामहरू गरिरहेका हुन्छन्। अनि गाउँकी एकजना महिलाले देख्छन्। उनलाई यिनको जोडी पनि कहिले नछुटोस्, केही नगरोस् हे भगवान् भन्दै उनले भन्छन्। अनि उनीहरूको यति राम्रो जोडी उनले कान्छीले हिम्मत हारिनिन् भन्दै भन्छन्। अनि त्यसपछि अब के साँच्चीकै अब उनीहरूको सम्बन्ध छुटोस् या नछुटोस् भन्न चाहनुहुन्छ कमेन्ट बक्समा लेखिदिनु होला। धन्यवाद।